हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन नबिर्सनुहोला। राम्रोसँग भुटिनुपर्छ, त्यसपछि मात्र मासु राम्रोसँग हुन्छ के। प्याजलाई राम्रोसँग भुट्नुपर्छ। मसला चाहिँ मेरो यहाँ चाहिँ 1 केजी मासु छ, यहाँ चाहिँ टमाटर, त्यसपछि यहाँ चाहिँ मसला बनाएको छु ट्याक्क गर्ने। यहाँ चाहिँ खडी मसला छ, यहाँ चाहिँ मिट मसला छ, यहाँ चाहिँ यो मसला छ, सबै मिट मसला। अब के हुन्छ साथीहरू, त्यहाँ चाहिँ प्याज छ, हेर्नुहोस् अहिले चाहिँ राम्रोसँग भुटेको छैन, अझै यसलाई राम्रोसँग भुट्नुपर्छ कि। अब चाहिँ हरियो खुर्सानी पनि हाल्नुपर्छ। यसलाई राम्रोसँग दिनुपर्छ के साथीहरू। प्याज चाहिँ यस्तो भइसकेको छ है, प्याज चाहिँ यस्तो भइसकेको छ। अब चाहिँ म मासु हाल्छु है, मासु। प्याजसँगै मासु पनि अलि भुटेला भनेर मासु हालिरहेको छु। नुन अगाडि अहिले पाक्छ भनेर नुन अगाडि हालेको हो, अरू मसला म पछि हाल्छु। मसला हालेर यसरी हलाउनुपर्छ। साथीहरू अब चाहिँ मासुबाट पानी निकालिसकेको छ। अब चाहिँ अहिले कागजी हाल्नुपर्छ। एकदम कागजी हाल्नुपर्छ। चलाउनुपर्छ। पानी निकालिसकेको त तल हेर्नुहोस् त। अब यसलाई ढकिदिनुपर्छ। अब चाहिँ मेरो मासु पाकिसक्यो। निस्सिने सिस्सिनेको मसला, गोल्डेन मसला। सबै मसला हो। अब यसमा चाहिँ मिट मसला, अब अर्को गोल्डेन मिट मसला। अब चाहिँ अर्को मिट मसला। अब चाहिँ खडी मसला। खडी मसला। अब चाहिँ अलि धनिया उर्नुपर्छ के। ए धनिया यति पछिको लागि। अब चाहिँ यसलाई राम्रोसँग फर्काउनुपर्छ। अब चाहिँ टमाटर, त्यसरी साथीहरू अब चाहिँ मासु पाकिसकेको छ। अब चाहिँ यसमा पानी हाल्नुपर्छ।
अब उमाल्न दिनुपर्छ र त्यसपछि खानु पर्छ है साथीहरू।